मैले कति पो थाहा आफै एक्सर्साइज गरेको कुरा हो। हामी चाहिँ खासमा जङ्गल हिँडेको मान्छे खसी काटेर बसिरहेको छौँ यहाँ तल खतरा भिर छ है। हामी चाहिँ यस्तो भ्यू हेर्दै है त्यो भ्यू हेर्दै हेर्दै ढल्केको दुईजना थाकेर चक्किरहेको चक्कियो। हामी चाहिँ खासमा जङ्गल हिँडेको मान्छे चाहिँ यहाँ छ है खसी काटेर बसिरहेको छौँ। खसीको भाग लाउन आँटेको थियो त हामी गाउँमा के भएर चाहिँ खसी मरेको अरे बाजे सुसाइड केस डिप्रेसन बसेर सुसाइड गरेको नानीहरूले गर्दा घरको परिवारले गर्दा सुसाइड गरे है बिहान ठ्याक्कै ठुलो पऱ्यो त अनि सुसाइड अलिकति मूर्ख थियो क्या यो रिसुवा थियो यो अस्तितिर नि हो त्यसो गर्ला गर्ला त्यस्तो गर्थ्यो अनि आज पनि बिहान निकै अरूसँग सपना रिसाएको त्यो सुसाइड गरिहाल्यो कोही पनि थिएन अनि त्यो चाहिँ कोही नभए मको सुसाइड गरिहाल्छ ल सुसाइड गरेर यहाँ लडी पो हाल्यो नि त त्यही त अब खोइ कानुन पनि कसरी लगाउने अनि पोस्टमार्टम गरेर चेक गरेको भेटेन रिपोर्टै भेटेन अब होस् अब रिपोर्ट अब यता रिपोर्ट आफ्नो आफ्नो भाग लगाएर रिपोर्ट गर्नुपर्छ भनेको खसीको बच्चाहरू चाहिँ यहाँ खसीको मेन अनुहार चाहिँ खसीको टाउको चाहिँ यही हो यही खसीले हो सुसाइड गरेको अब है हाम्रो सुसाइड गरेको खसीको भाग लाउँदैछ है कति भाग रहेछ हौ 1 2 3 4 5 6 12 भाग लाउँदैछ है हाम्रो बाजेले हो रनिल के गर्नु अब सुसाइड गरेर मरिहाल्यो पोस्टमार्टम गरेको रिपोर्टै थाहा भएन के गर्नु अब यही हो भाग लाउनु पऱ्यो अब अहिले चाहिँ स्पेसल चिया खाइरहेको छु अनिल त नखाने रे हो अनिल त कहिले मासु भाग लाउने र पकाएर खुवाउनु भइरहेछ होइन अनिल त्यो मासु कोटाएको छ स्पेसल चिया क्या यो चाहिँ करङ मात्रै खाने अरे बाजे उसलाई मासु नदिनु ल करङ मात्रै छिलेर दिनु करङ मात्रै भनेको थियो सुसाइड गरेको केस हो यहाँ प्रहरीलाई भनेको छैन केस लाग्छ यहाँ गाउँमै डिसमिस गर्नु खोजेको देखिन बाजेले यहाँ भाग लगाएर त्यही त कुनामा चापचुप गरिहाल्थ्यो सुसाइड केस हो खतरा पो हुन्छ खसी चाहिँ खास के कारणले त्यहाँ गोठमा बसिरहेको थियो गोठमा बसेर चाहिँ त्यही एकअर्को यताउता घुम्दाखेरि चाहिँ अन्त त्यही आफू घाँटीमा बेरेको डोरीले चाहिँ पासो लगाएर मरेछ त्यो यताउता बटारेर क्या भोरमा यताउता हिँड्दाखेरि यता चारोसारो खाँदा यताउता हिँड्दाखेरि त्यो बाख्राकै बिचमा क्या आफ्नै डोरीले आफै नै जबरजस्ती बटारेर अन्त मरेको रहेछ अन्त चाहिँ त्यही अब सुसाइड भएछ क्या अन्त चाहिँ हामीले त्यही काटकुट गरेर अब बनाएँ अन्त यहाँ भागहरू लाउँदैछ अन्त हाम्रो यहाँ सानो नानी छौ के हो तिम्रो नाम के हो तिम्रो नाम के हो भन न के हो नाम फुई कस्तो क्युट हो भइसकेको छ अनिलको करङ करङ भएको छानेको अरे हो मैले कति पो थाहा आफै यो कुरा गर्नु हुने छ अब यहाँ यो सुसाइड गरेको कुरा हो यो चोपे पाकु पारेको अब यो यहाँ हामी चाहिँ हिँडेको अब भाग लिएर अहिले बस्नु नि हुँदा फेरि अहिले कसैले थाहा पायो भने त्यही त थाहा पायो नि बर्बाद खुसी भएर गएको त्यही न मासु बोकेर लट्याङ 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 पारेर स्कुलको बच्चाहरू जाँदैछ एकदम खुसी भएर खुसी छ सबैजना गुम्बा घुमेर आएको ल माथि गएर सबै खुसी साथ जाँदैछ गुम्बा घुमिकन है अघि बिहान जाँदै थियो एकदम खुसी छ सबै अब चाहिँ हामी एकछिन जङ्गलतिर निस्किन आँटेको थियो अन्त जङ्गल निस्किनुभन्दा पहिला चाहिँ अलिकति हल्का पेट पूजा गरिहालौँ यहाँ बाजे बोजूहरूले लिटो बनाएर दिनुभएको छ एकदम यो बच्चाको सम्झेर लिटो खानु खोजेको हामी नातिहरू आयो नि त अनि अब बाजे बुढाबुढी भइगयो नातिहरू बालाको भइगयो अनि लिटो खानु पऱ्यो क्या लिटो लिटो होइन नाति नाति लिटो खानु मुखमै हाल्ला एकदम दामी स्पेसल है बाजे बोजूले दिनुभएको दामी छ लु अब खाइसकेको हो अब जाने होइन अब चाहिँ हामी गुलिली ग्याटिस लिएर हजुर कालिज अब कालिज त अब अस्ति कालिज बनाएको हामी कालिजहरू गएको लु मिर्गा मारेर गोलीले टाउको तँ धुलो झप म लङ्के थापिदिन्छु अलिक तँ उयो धुलो बोकेर बस कि परा म खेदाउँछु धुलो लङ्के थापेर लगाएर अब चाहिँ मिर्गा नभए कालिज चाहिँ झार्ने हो ल बाजेकोले कमाल देखाउँछ कि हेरौँ आज मिर्गा मार्ने त आँखामा धुलो झप्दै म लङ्के थापिदिन्छु भुत्रको लगाएर ग्याटिस हाल्नुपर्छ हामी चाहिँ यहाँ ढुङ्गा खोज्दैछ अहिले हो ग्याटिसको लागि सानो ढुङ्गाहरू हुन्छ क्या यो पनि होइन हामी चाहिँ जङ्गलमा मुनि जान आँटेको यहाँबाट तल ओह्रालो अनिल पर छ अस्ति चाहिँ पानी झरीमा है कालिज मार्न हिँडेको आफै कालिज भयो अब चाहिँ ओह्रालो गएको है कालिज मार्न हिँडेको आफै मर्ला जस्तो छ यहाँ ओह्रालोमा चिप्लेर ल अबुई झन्डै उताबाट चिप्लेर गयो नि
त्यस्तो नाते त उहिले 19 फाउन्टेनमा म कति चरेको त्यही लागि त यहाँ हाततिर पिल्से कति दागी छ शिकार मेनेका छ कहाँ रहेछ त आच्छा हेरे अनि तलतिर होला है तल पुग्ला नि डिल पो रहेछ त्यहाँ त डिल हेरेन अनिल उ तल पुग्ला नि खोलातिर हट कहाँ आइपुग्यो हामी त गुराँसको यहाँतिर हुनुपर्ने आई थिङ्क आफू नै यहाँ जङ्गल जस्तो भइसकेछ गाउँमा बसेर जङ्गली मान्छे एउटा भेट्छ कि बनेको आज चाहिँ एउटा मारेर जाने हो लङ्की थापेर पनि लडेर जाने हो ऊ तल छ है यस्तो मुनि खतरा जङ्गलमा आएको छ हौ अनि ऊ पर पुगिसक्यो कालिजको आवाज लगाइकन युट्युबबाट कालिजलाई बोलाएको नि आउँदै आएन गरिकन के छ यस्तो भिड छ अन्त ऊ तल हो त्यो खुट्टा टेक्ने जग्गै छैन नि त गाइस म चाहिँ अलिक परपट्टि खोल्छीमा आइसकेको छु अनिल परै छ है अनि म चाहिँ कालिजको बस्ने ठाउँ खोज्दै हिँडिरहेको थिएँ अनि यहाँ कुनामा चाहिँ मैले एउटा जग्गा भेटेँ जहाँ चाहिँ कालिज बस्ने ठाउँ रहेछ यहाँ रहेछ हो अन्त यहाँभित्र रहेछ कालिज बस्ने जग्गा हो यहाँभित्र चाहिँ कालिज बस्छ यहाँनिर अन्त अहिले छैन रहेछ कालिज चाहिँ यहाँ राति मात्रै आउँछ है अन्त कालिज चाहिँ यहाँ छैन रहेछ डुल्न गएको होला डुल्न मतलब अब चढ्न गएको होला कता जङ्गलतिर यहाँ आइज न यता अनिलले बोलाउँदै थियो ए भनेर यहाँ आइज न हौ खोल्सीमा त्यस्तो छ है अन्त उहाँ चाहिँ भिड कस्तो खतरा छ है म देखाउँछु ल तपाईँलाई हेर्नु ल यहाँ चाहिँ पहिला पानी जाँदो रहेछ अहिले चाहिँ पानी बन्द भएको रहेछ हो हेर्नु यहाँबाट तल खतरा भिड छ है ऊ तल कामहरू हुँदैछ ऊ तल यहाँबाट तल झऱ्यो भने त बिचोक्ने हेर्दा कस्तो डर लाग्दैछ नि उच्ची हुँदैछ यहाँ हेर्नु त ऊ तल भ्यूहरू यहाँ तल अब्बै खतरा छ नि यहाँबाट झऱ्यो भने त मुटु च्यु भयो अनि आज चाहिँ एउटा कालिज बस्ने ठाउँ रहेछ है अनिलले भेटाएको हामी त एकदम जङ्गलमा डुल्दा गाउँलै भइसक्यो यो अनिलको जिउ पुरै धुलो लागेर कहाँ पसेको थियो कुनै यहाँ चाहिँ चढ्दैछ है यस्तो छ ल है कालिज पाउने हो कि होइन हो गाइस मिर्गा चाहिँ भेट्दैन मिर्गा गु मात्रै भेटेको गर्छ है के गर्नु हालत जस्तो भइसक्यो थाकेर अनिल हामी तल डिल यति माथि आयो केही भेटेन खालि गु मात्रै भेट्छ खालि गु र बस्ने ठाउँ ठन्डा जग्गामा गरमले पसिना निक्लिसक्यो अनिलको थाकेर भुत्रै भइसक्यो तलबाट आएको अन्त आउनु पनि छैन हौ यहाँतिर उता जाउँ उपर एडभेन्चर ब्लग गाइस एडभेन्चर जङ्गलमा सिकार खेल्न आएको एडभेन्चर गर्न आएको आफ्नै पो एडभेन्चर होला रहेछ गाइस टायर्ड भयो थाकेर हामी चाहिँ यस्तो भ्यू हेर्दै है चिसो हावा कस्तो मजाको आउँदैछ यहाँनिर त्यो भ्यू हेर्दै ढल्केको दुईजना थाकेर के गर्नु कालिज खोज्नु गएर आफै कालिज जस्तो भइसक्यो जङ्गलमा एउटै कालिज भेटेन अन्त सबै दावत खानु गए जस्तो दावत मिर्गा र कालिज त हाम्रो शिकार हुन्छ होला यहाँनिर तर भ्यू चाहिँ एकदम दामी क्या आम्मा हेर्नु नि सारा हावा चलेको कस्तो मजा आयो क्या अब टक्कै हामी दुईजना अनिल यहाँ सुतिरहेको छ तन्केर हो म यहाँ सुतिरहेको छु सधैँ रमाइलो भयो नि त आवाज सुन्न मजाको गाइस मजामा लाइफ छ यता चाहिँ मजामा सियो
र यात्रा फेरि सुरु भयो है। ऊ त जङ्गलतिर कहाँ हुन्छ हेरौँ अब। यो जङ्गल चाहिँ अस्ति आएकै पानी झरीमा आएको जङ्गल त्यही है। ऊ के भन्छ कहिले काम नपाएर हो ऊ मुरा बोकेर गएको फ्याले पनि। यसो हामी चाहिँ तलबाट हिँडेर यहाँ माथि टपमा आइसकेको छ है। अन्त हामीलाई पछाउँदै उयो फुच्चे भाइ पनि आइपुगेछ कहाँबाट ग्याटिस बोकेर। दाइ सुकमान दाइ भन्दै आइपुगेछ जङ्गलमा। भूतले तानेर लान्छ अनि ढुक्कै। हामी गफ मार्न आएको बुझ्यो, बात मार्न आएको। तिमी चाहिँ एक्लै हिँड्दै गएर भूतले तानेर लान्छ नि ढुक्कै। अन्त हामीलाई पनि तानेर के हुन्छ। हामी त तास खेल्छौँ भूतसँग बसेर। अब यहाँबाट कहिले ओत्रिने होला। चन्द चऱ्यो जोसमा चढेको कालिज पाउँछ भन्दा कालिज एउटै भेट्दैन। त्यत्रो जङ्गल घुमेर यो त भ्यात्तै लडिरहेछ। ट्रेकिङ गर्नु त नसक्ने रहेछ। यति चढ्दै यहाँ कस्तो कतिवटा पाए कालिज हामीले 5-6वटा मारेको थियो बोक्नु नसकेर तल छोडेको भारी थियो नि त पुरा। एउटा कालिजलाई त आँखामा धुलो झोपिकन चाहिँ लङ्की थापेर लडाइदिएको। अनिले आँखामा धुलो झोप्यो हो, मैले चाहिँ लङ्की थापेर लडाइकन ग्याटिसले हानिदिएको। कालिज लडेको थियो बोक्नु नसकेर त्यहीँ छोडिराखेको। त्यो भिरबाट तल झऱ्यो नि त। एउटा त भिरबाट नि झऱ्यो लङ्की थापेको भिरबाट उछिटेर तल झऱ्यो। हामी चाहिँ अलिकति माथि एक जग्गा आएको छ है। अन्त यहाँ चाहिँ के देखाउँछु भने यहाँ चाहिँ अस्ति पहिला त्यो भूकम्पले भत्काएको थियो नि है, भुइँचालोले त्यो भत्काएको घर रहेछ है। मान्छेहरू अहिले चाहिँ बस्दैन रहेछ। अन्त यत्तिकै यो घर बसेको रहेछ क्या, ढुङ्गाले बनाएको। अहिले पनि यहाँ बक्साहरू केहरू रहेछ क्या, बाँसले बनाएको। मान्छेहरू बस्दैन रहेछ, भत्काइसकेको रहेछ भुइँचालोले भत्काएर है। यहाँ अहिले पनि यो रहेछ है चक्की हो। यहाँनिर चक्की रहेछ, चक्की यो पिन्ने होइन यसको। खोइ यसको माथिको छैन यसो त बिचरा है। मान्छेहरू को बस्छ यहाँनिर यसमा पिन्दै रहेछ है। अहिले कहाँ छ होला यो मान्छेहरू नि, कहाँ बस्छ होला बिचरा। यो चप्पलहरू त्यही रहेछ, भुइँचालोले भत्काएर भागेको भागाभाग भएको है। यहाँ सबै रहेछ क्या बनाएको क्या। के हो पाइपहरू साँप हो के को पाइप रहेछ? हो त हाइड्रोलिक पाइप पो त मिसिनको पाइप रहेछ। हामीले चाहिँ मिसिनको पाइप पो फेला पारेको छ यत्रो ठुलो। के लाने के भन्नु कसले तेल पास हुन्छ नि त नि। यहाँ मिसिनको पाइप कसले हो जङ्गलमा लुकाएर राखेको छ। लानु लाग्यो होला पक्का कोहीले। जङ्गलमा यस्तो पाइप कसरी आउँछ हाइड्रोलिक पाइप? राम्रै पो रहेछ होइन अनिल? ए राम्रै खोले सायद यहाँ काम भन्दा खोलिरहेको होला कि त्यतिकै भुलेको क्या। हामी चाहिँ जङ्गलमा के खोज्दै हाइड्रोलिक पाइपहरू भेटेर हो। यो पाइप चाहिँ अब छोडिदिइरहेको के गर्नु। अब यति भारी न भारी पाइप लानु सक्दैन तल हो। अब होस् कसले लुकाएको लान्छ। चाहिँ हामी उपर एक जग्गा आएको छ है। यो अमिताभ बच्चनको सोले पिक्चरको सिनकै जग्गा रहेछ है। यहाँ त ढुङ्गाहरू फुटाउँदै गरेको कैदीहरूलाई है। ऊ माथि चढ डाँडाबाट कितने आदमी थिए भनेको ऊ हाम्रो सक्षम चाहिँ मेन यो होइन। गब्बर होइन गब्बर के छ अरे भाइ साहब हम 3 आदमी है 3। चाहिँ हामी ढुङ्गाको माथि चढेको छ। ढुङ्गा त एकदम प्लेन रहेछ अघि मुनिबाट देखाएको। यो सक्षम चाहिँ पुरा बदमास भयो ढुङ्गामा चढेर चिप्ला लड्यो होइन तल। ऊ आकाश चाहिँ कस्तो मजाको है। घाम डुब्ने बेला भएछ मजाको हो। अहिले त्यहाँ लड्यो भने चाहिँ म थाहा छैन नि लड्यो नि लडोस्। प्यार दिवाना फुल बोकेर हो। यहाँ चाहिँ सोले पिक्चरको सुटिङ यही जग्गामा भएको अरे हो। यहाँ ढुङ्गाहरू फुटाउँदै गरेको पुरानो कैदीहरूलाई हो। उहाँ माथिबाट गब्बर निक्लेर क्या कितने आदमी थिए भनिरहेको। ल है अब घर जानुपर्छ होइन। बेलुका हुँदै गयो। फोनको ब्याट्री पनि सकिसक्यो 3% कि 4% मात्रै छ हो। अब फोन स्विच अफ हुन्छ होला। अब डाइरेक्ट घरमा पो होला ब्लगिङ अब। ल गाइस यति बेला चाहिँ हामी घरमा आइसकेको छौँ। हामी चाहिँ अब खाना खान लागिरहेको छौँ एकदमै स्पेसल है। अघि जुन चाहिँ देखेको थिएँ खसी पाकेर एकदम तयार भइसकेको छ हो। हाम्रो बोजूले पकाउनु भएको चुलामा एकदम। अनिले त दिनु पनि थाल्यो हो। हाम्रो समीक्षा त्यहाँ बसिरहेको छ हो। हेलो गाइस आज म माम खान आँटेको भन। अनि बोजू के भन्नु छ? के भन्नु यहाँ अब तरकारी भात खानी बस्नी
जाँड खाने रक्सी भात खाने बेलामा जाँड रक्सी नि खाने खानु पर्दैन त तिमीहरूले खाइन भनेर हामी नखाने होइन मलाई नि हाल्नु नि त आमा ल के जाँड खाने एस हाँ गन्दा छैन के भएको तिमी जाँड खान्छौ यो उमेरमा हाँ हाँ खान्छौ त नि खान्छौ जाँड खानुहुन्छ खान्छौ त भात नखाएर हाँ? खाएको देख ऊ तल खोल्छौँ भनेर बाँधेर राखिदिन्छ नि ऊ त अघि काली झरेको जग्गा थियो क्या तर दुलो थियो त्यहाँ लो भनेर त लो बाँधेर राखिदिन्छ नि। लो त न एक्लै जान नि सकोस् दाग देखाउँछ ए दाग देखाएर खुबै पच्चै स्पेसल हुन्छ होइन ऊ पानी जान्छ त लोत पर्यो टक्कै झोल लगायो हो मासु टक्कै यहाँनिर हामीलाई चाहिँ टक्कै दामी बनाएको छ ममले हट्न एकदम गाईको सुसाइड गरेको बाख्रा चाहिँ भुँडीभित्र बस्यो अब पोस्टमार्टम गरेको रिपोर्ट निक्लेन अब रिपोर्ट हेरि निकालेर ऊ रिपोर्टमा गाईकै मलाई रिपोर्ट पेजभित्र निक्लिँदैछ होइन अब भोलि बिहान टोइलेटमा निक्लिन्छ नि त्यही त पुग्यो अचार कता हो अचार छ बोजू अहिले थप्छु पर्दैन आइया हेर्नु नि अहिले थप्छु नि भइहाल्छ गाउँमा चाहिँ यो रमाइलो है भात खानु चाहिँ सहरमा लाउनु त दिनु सहरमा चाहिँ पाउँदैन यस्तो यसरी बसेर भात खानु दिनु न हामीले गाउँमा यसरी बसेर खाने हो गम गम मजाले भयो त है सक्षम कसरी देखाइदियो त गप आम्मा त मोलेर चाहिँ त्यो भिड पर्ने नै यहाँ भिडको टक्कला ल अब चाहिँ हामी खाना खाएर बोजूसँग मजाले बात गरेर अब सुत्न लागेको है ल बोजू गुड नाइट गुड नाइट बाबु ल ल यहाँ भिडियोमा पनि भनिदिनु सबैलाई गुड नाइट भनिदिनु नि भिडियोमा सब सबैलाई गुड नाइट ल ल ल बाई बाई बोजू बाई 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 ल अब चाहिँ गएको पुरा कुहिरो लागेको थियो त बाहिर त ल है सुत्नुपर्छ